हेलो साथीहरू, यो चाहिँ मेरो आजको भिडियो। आज चाहिँ मेरो इभिनिङ ड्युटी। अनि बिहान उठेको कति बजीतिर भन्दाखेरि 12 बजे उठिसकेपछि नुहाइ गरेँ, एक्सर्साइज गरेँ, नुहाएपछि पूजा गरेँ। अनि त्यसपछि चाहिँ यसो किचनमा जाँदा त बुढाले त माछा फ्राई गरेर अनि माछा क्याप्सिकम तरकारी बनाउनु भएको रहेछ। उहाँ चाहिँ खाएर अफिस जानुभयो। उहाँ चाहिँ मभन्दा अलिकति अगाडि नै जानुहुन्छ। उहाँको चाहिँ इभिनिङ ड्युटी। उहाँ चाहिँ दुबई जानुहुन्छ, म चाहिँ अजमानमै बस्छु। अजमानमै मेरो ड्युटी छ। अनि त्यसपछि बुढाले चाहिँ बनाइसक्नु भएको छ, बनाएर खाएर नि गइसक्नु भएको रहेछ। अनि त्यसपछि चाहिँ मैले पनि ल खाइदिउँ न त। अनि अब ड्युटी जाने टाइम आउँछ। अनि खानासाना पस्काएर रुमसुम मिलाएर अनि म चाहिँ खाना बसेँ। अनि खाना चाहिँ एकदम मिठो बनाउनु भएको थियो बुढाले। अनि त्यही हो, अब मेरो चाहिँ म चाहिँ यहाँ अजमानमा बस्छु। अनि मलाई चाहिँ 3 बजे ड्युटी छ भने म 3 बजे नै निस्किन्छु। मतलब 5 मिनट अगाडि, कहिलेकाहीँ 3 बजे नै 5 मिनट लाग्छ जानलाई गाडीमा। अनि त्यसपछि चाहिँ बुढाको चाहिँ दुबई जानुपर्छ, 1-1.5 घन्टा अगाडि नै निस्किनुपर्छ उहाँलाई चाहिँ। अनि उहाँ चाहिँ खाएर अनि बनाएर अनि खाएर अनि जानुहुन्छ। मेरो चाहिँ त्यही हो, बिहान उठ्यो अलिकति मलाई यताउति। उहाँको चाहिँ जानुपर्छ दुबईतिर। अनि उहाँ खाएर गइसकेपछि अनि मैले पनि खाना बसेँ। खाना त मिठो नै रहेछ। अहिले खाना हेर्दा चाहिँ खानु मन लाग्यो, तर मेरो बुढाले चाहिँ खाना मिठो बनाउनुहुन्छ। खानाको लागि चाहिँ कहिले यस्तो हुँदैन, बुढाले तिमी नै बनाऊ भनेर, तिम्रो यो काम होइन, उहाँ चाहिँ बनाउनुहुन्छ। र भाँडा मस्काउने चाहिँ उहाँ एकदम झ्याउ मान्नुहुन्छ। भाँडा चाहिँ जहिले छोडिदिनुहुन्छ अनि मलाई नै म्याक्सिमम् मस्काउनु पर्छ। अनि उहाँको बानी चाहिँ के हो भन्दाखेरि राति खाने, राति फेरि ढिलो आउनुहुन्छ क्या। बिहान चाँडै जानुहुन्छ अनि इभिनिङ ड्युटीमा। अनि फर्किने बेलामा चाहिँ अलिकति ढिलो फर्किनुहुन्छ। नि खाएर छोडिदिनुहुन्छ। बिहान उठ्दा त्यो जुठो भाँडा देख्दै मलाई कस्तो रिस उठ्छ नि। यहाँ फेरि कक्रोच एकदम धेरै आउने। अनि त्यो कक्रोच आउँछ त्यो माथि। अनि मलाई चाहिँ घिन लाग्छ क्या। अनि कति दिन म कराइदिएको छु। अनि पछि चाहिँ म यस्तो बिरालो जस्तो बनाएर बस्नुहुन्छ। तर के गर्नु, भन्नु त पर्यो नि। जुठो भाँडा राख्नु हुँदैन हाम्रो हिन्दू शास्त्र अनुसार। अब हाम्रो नेपालीहरूमा त त्यही हो नि। अनि त्यो जुठो भाँडा राख्नु हुँदैन, अलक्षिणा हुन्छ, त्यही भएर। अनि त्यसपछि अनि मलाई हेर्नु न, खाएको कस्तो मजाले खाएको। म चाहिँ खाना चाहिँ मजाले खान्छु है। अनि म चाहिँ, मेरो फेस यो चाहिँ विदाउट मेकअप हो। म चाहिँ केही मेकअप गरेको छैन। रुममा त के मेकअप गर्नु, रुममा चाहिँ म केही मेकअप गर्दिनँ। ड्युटी जाँदा चाहिँ गर्छु, किनभने गर्मी हुन्छ नि। मेकअप नभए पनि सनस्क्रिमहरू लाउनु पऱ्यो, सेरमहरू लाउनु पऱ्यो, अनि अलिकति पाउडर साउडर लाउनु पऱ्यो। अलिकति काममा गएपछि प्रोफेसनली चिटिक्क भएर जानुपर्छ नि त। के यतिकै गइदिने भेले टाइपको। त्यही भएर अलिकति राम्ररी चिटिक्क परेर चाहिँ जान्छु म ड्युटीमा। तर सबैले भन्छन् यहाँ म्याक्सिमम् अब हामी नेपालीहरू चाहिँ मेकअप गर्छु भनेर भन्छन्। तर के गर्नु, मेकअप त गर्नु पऱ्यो नि त। अहिले त मेकअप गर्नेलाई मेकअप नगरे हुन्छ र। म त मेकअप गर्छु अनि जान्छु। हाम्रो चाहिँ खासै कसैले मेकअप गर्दैनन् केटीहरूले चाहिँ। सबैले गर्छन् हौ, मेकअप नगर्ने होइन, मेकअप चाहिँ गर्छ तर देखिँदैन कि। उनीहरूको स्किन नै अर्कै खाले हुन्छ क्या। अनि खासै चाहिँ देखिँदैन। अनि अब उनीहरूले अलिकति फाउन्डेसन केही क्रिम लगायो भने चाहिँ अनि अर्कै देखिने के स्किनमा। अब हामी लगाएपछि अलिकति साइनै देखिन्छ। अब यस्तो होइन कि अब हामी अलिकति केयर पनि गर्छौँ, हाम्रो खानेकुरा पनि अलिक राम्रो हुन्छ कम्पेयर टु अब इन्डियनहरू ओइली मसला एकदम धेरै खान्छ। हाम्रो चाहिँ खासै त्यस्तो खाइँदैन नि त। त्यही भएर पनि हो, नेपाली भनेको राम्ररी देखिन्छ नि त। नेपालीहरू ब्युटिफुल हुन्छ, अलि चार्मिङ हुन्छ। अनि त्यही हो। अनि खाना खाँदै म चाहिँ राम्ररी खाना खान्छु है साथीहरू। मलाई चाहिँ खै आफ्नो तारिफ आफै गरिदिएको। अनि त्यसपछि चाहिँ मैले यो सोयाबिन, पनिर अनि यो क्याबेज राखेर अनि मैले मेरो टिफिन बनाएको थिएँ डिनर। अनि त्यहाँ जान्छु अनि डिनर चाहिँ खान्छु म। अनि डिनर प्याक गरेर लग्छु म सधैँ। अनि कति 6:30 बजेतिर, 6:30 बजेतिर चाहिँ म खान्छु त्यहाँ डिनर सधैँ। कहिलेकाहीँ चाहिँ अलिक धेरै नै हुन्छ डिनर। आज चाहिँ मैले कम्ती लगेको थिएँ डिनर, किनभने मैले प्याक गर्ने बेला पनि बुढाको फोन आएको थियो। बुढी आज हामी चाहिँ पिज्जा खाने बेलुका भनेर।
अनि मुखसुख धोको फेस वास गरेँ। अब खाना खाइसक्यो गर्मी हुन्छ नि त नुहाइसकेको थिएँ अनि फेस धोऊँ न त अलिकति ओइली ओइली भएको थियो पसिनाले अनि यसो फेस मस्काएको देखाइदिएको घोटी धोको गोरी हुनु पऱ्यो नि त अब राम्ररी देखिनु पऱ्यो नि त यस्तो महँगो फेस वास लगाएपछि अलिकति त्यसलाई मजाले युज गर्नु पऱ्यो नि नभए त कहाँ फाइदा नै छैन। यस्तो लायो धोयो मजाले घोट्ने गरी मुखलाई मस्काएको अनि त्यसपछि मुख धोइसकेपछि मेरो फेस देखाउँछु कस्तो टल्केको हौ मेरो फेस त नजर नलागोस् किसिका है। त्यसपछि गर्मी थियो एसी अन गरिदिएको अनि लाइट नै अन गरिदिएको अनि अझै टल्केको रहेछ मेरो फेस त अनि टावल लिएर चट्ट फेस पोछेर सफा गरेर अनि हेरेको त अब चाहिँ नराम्रो देखेको रहेछ। मेरो लिप चाहिँ लास्टै कालो के सानैदेखि त्यो जे गरे पनि जान्न क्या अनि सोध्छु लिपस्टिक लाउँदैन अनि यो चाहिँ मेरो मेकअपहरू लिपस्टिक लाउँदैन तर लिपस्टिक यति कुरा गरेर लिपस्टिक लाउँदैन राम्रै देखिँदैन। लिपस्टिक भन्दाखेरि न्युड कलर यस्तो कालो छ मेरो लिप के अनि दाइले चाहिँ मेरो जहिले बच्चामा यसले चिउरट खान्छे लुकी त्यही भएर कालो लिप छ यसको यस्तो अहिले पनि भन्नुहुन्छ तर त्यस्तो केही होइन म चिउरट चाहिँ खान्न। अनि एकछिन यही सेरम लगाएको अनि त्यसपछि चाहिँ मोइस्चराइजर लगाएको अनि यो चाहिँ मैले बिबी क्रिम लगाएको बिबी क्रिम लगाइसकेपछि एकछिन माथिबाट पाउडर लगाउँछु लास्टै गर्मी क्या यतातिर पाउडर लगाएन भने चिपिक्क हुन्छ। यति गरेर पनि यो चाहिँ फेस ओइली नै हुन्छ क्या यहाँ एसी चल्छ त्यही पनि त्यो एकछिन बाहिर गयो भने अनि पुरै फेस ओइली हुने क्या अनि मेकअप गरिसकेपछि यसो फेस देखाइदिउँ न अलिकति राम्रो बन्नु पर्यो नि त। अनि यो बुढाले मलाई सेन्ट दिएको राम्रो छ स्प्रे एकदम मिठो स्मेल आउने क्या चट्ट हानिदिएको अनि हातमा घाँटीमा जिउमा स्मेल चाहिँ मजाको आउँछ फ्रुटी स्मेल लाएर अनि एकछिन कपाल बाँध्नलाई चाहिँ डब्बामा रब्बर रहेछ पिङ्क कलर रब्बर निकालेर कपाल सपाल बाँधेर अनि देखाइदिएको यो कपडा चाहिँ मेरो अलिकति ठुलो साइज रहेछ क्या राम्रै नै देखेछ। अब नर्सेस भएपछि त चिपिक्क पार्नु पऱ्यो नि त कपाल अब माथि चाहिँ पछाडि चाहिँ अब बन चाहिँ त्यहाँ गएर बनाउने जुत्ता लगाइसकेपछि त्यही हो लोमसोम रक गर्ने ड्युटी जाने के गर्नु ड्युटी जानु पऱ्यो नि त ड्युटी नगए के गर्नु काम नगरे कहाँबाट खानु बस्नै दिँदैन काम गरेन भने यो कन्ट्रीले जाऊ खेदाउँछ आफ्नो घर जाऊ यहाँ किन बसेको बस्नलाई पनि पैसा चाहियो नि त नेपाल होइन नि यो आफ्नो कन्ट्री। अनि त्यसपछि चाहिँ चट्ट यस्तो लिफ्ट अन गरेको अनि लिफ्ट आउन नि कस्तो टाइम लाग्यो त्यसपछि चाहिँ अलिकति आफ्नो फ्लोरको नि भिडियो बनाइदिउँ न। हाम्रो बिल्डिङ चाहिँ क्लिन छ क्या यो मैले अर्को बिल्डिङ सरेको पहिला 1 वर्ष बसेको अर्को बिल्डिङमा फ्ल्याट नै लिएको थिएँ तर लास्टै फोहोर थियो अनि रेनोभेसन भएर अनि अर्कोमा सिफ्ट हुनु पर्यो। मेरो त्यस्तो तनाव छ खुल्जा सेम गर्दै लिफ्टमा गएँ त्यस्तै हो। पहिला बसेको बिल्डिङमा चाहिँ म 1 वर्ष बसेको अनि यो चाहिँ मेरो तलको भ्यू यो प्लान्ट हेर्दा चाहिँ रियल देखिन्छ तर रियल होइन यो सबै नक्कली प्लान्ट हो। अनि बिरालो चाहिँ यहाँ स्टक भएको रहेछ बिचरा जहिले कोही गयो भने यस्तो ढोकातिर मान्छेतिर हेर्ने ल जा निस्कि तँलाई निस्किनु पर्यो नि त बिरालो हाम्रोतिर त बिरालो हेऱ्यो भने भाग्छ यहाँ त बिरालो त डराउँदैन हौ हामीलाई डराउनु पर्छ। अनि मेरो गाडी आयो यही गाडी हो यही कार आयो अनि गाडीमा बसेर अनि सुरुरुरुरुरुरु आफ्नो ड्युटीतिर लागे। यो चाहिँ मेरो चाहिँ एरिया हो अनि त्यसपछि चाहिँ यहाँबाट अनि मेरो भ्यू देखाउँछु भ्यू चाहिँ हेराउँछु म तपाईँहरूलाई अहिले चाहिँ सरर त्यसपछि चाहिँ यहाँबाट मेरो ड्युटीतिर लाग्ने अनि यो चाहिँ हाम्रो पानीवाला रोड भन्छ यहाँबाट चाहिँ जानुपर्छ हाम्रो पुरै इन्डस्ट्रियल एरिया हो ड्युटी गर्ने ठाउँ चाहिँ। अनि यो पानीवाला रोड चाहिँ किन भन्छ खै मलाई थाहा भएन यो उतापट्टि चाहिँ सार्जा हो यो लाइन बत्ती ठुलो खाले देखिन्छ नि यो चाहिँ सार्जा यतापट्टि अजमान हो यो बिचको बोर्डर हो यो नि बोर्डर छ
अनि यो शारजाको हो। अनि यो सायद यहाँनिर इलेक्ट्रिसिटीको लाइन भएर हो बोर्डर के भन्छ पानीवाला रोड, हामी चाहिँ पानीवाला रोड नै भन्छ। यहाँ हेर्नु आफ्नो लाइनमा गाडी जाने न यता न उता जताततै क्यामेरा हुन्छ अनि स्पिड पनि फिक्स हो। त्यो स्पिडभन्दा पनि धेरै गयो भने यहाँ फाइन हानिदिन्छ, क्यामेरा हुन्छ, डराउँछ। अनि त्यसपछि ड्युटीमा पुगेँ अनि डेलीको यस्तै हो, रिकर्डिङ गर्नुपर्छ, टेम्परेचर रुमको फ्रिजको सबै कुराको टेम्परेचर यहाँ त डेली गर्नुपर्छ, बिहान मर्निङ इभिनिङ ड्युटीको। अनि त्यसपछि चाहिँ यो चाहिँ ल्याब हो, यस्तो इभिनिङ ड्युटी गएको। आजको डेट राखिदिउँ न त, राखिदिएको। अनि त्यसपछि चाहिँ ड्युटी सक्यो। अनि त्यसपछि नेस्टोमा गएँ, नेस्टोमा अलि भिडियो बनाएको। अनि बुढासँग ल जाउँ अब पिज्जा खान, अनि नजिकै रहेछ पिज्जा खान गएको। अनि मैले चाहिँ म एक्लै खाने भनेर अनि मैले पिज्जा अर्डर गरेको, मेरो बुढा नखाने भन्नुभएको। अनि मैले ठिकै छ म स्मल अर्डर गर्छु नि त। स्मल अर्डर गरेको त 2टा पिस खाइदिएको, 4वटा पिस मात्र रहेछ, त्यो नि खाइदिनु भयो। पेट नभरेर अनि फेरि ल हुन्छ बुढी यतापट्टि जाउँ न बर्गर खाने। अनि त्यसपछि चाहिँ पिज्जा हटबाट हामी आयो बर्गर हाउस कि कुन हो, त्यसमा चाहिँ हामी यो खानालाई बर्गर, अनि एकछिन बर्गर खाएको भिडियो देखाइदिएको। अनि त्यसपछि सुरुरुरु रुम आइदिए।